फर्स्ट सेकेन्ड थर्ड विद्यार्थी भाइ बहिनीलाई अगाडि बोलाएर पुरस्कार वितरण गरेर पठाउँछौँ भने अरू विद्यार्थी भाइ बहिनीको रिजल्ट चाहिँ क्लास टिचरसँग भेटेर र उहाँहरूको कपी हामीले फाइलमा राखेका छौँ र सबै कपी हजुरले फर्स्ट टर्मको सेकेन्ड टर्मको अहिले थर्ड टर्मको सबै कपी पनि हेर्न सक्नुहुनेछ र त्यो मावि सरबन्दीमा चाहिँ काम गर्न हैसियतका टिचरहरू यहाँ हुनुहुन्छ। पढाइमा कुनै कमी छैन। यदि केही कमी यसले उपलब्धि पनि हासिल गरेको छ। किनभने आज हामीलाई थाहा हुन्छ विद्यार्थी कति कमजोर छ, टिचरलाई पनि थाहा त भइराखेको छ। तैपनि अरू विद्यार्थी अरू टिचर अरू हामीले पढाएको बाहेकका विषयमा पनि कस्तो रहेछ थाहा हुने र बुवा आमालाई पनि मेरो छोराछोरी दाजु दिदीहरूलाई पनि मेरो भाइ बहिनीहरू र साथीले बिचमा पनि कम्पिटिसनका कुराहरू हुन्छन्। अरू बेला पनि विद्यार्थी भाइ बहिनीले होमवर्क गर्नु भएको छ कि छैन हामीले डायरी दिएका छौँ। 1 देखि 8 सम्मको विद्यार्थी भाइ बहिनीहरूसँग डायरी छ। सबै विद्यार्थी भाइ बहिनीहरूसँग उहाँहरूले होमवर्क गर्नुभएको छ कि छैन कि गरेको ठाउँमा हामीले साइन दिन्छौँ, नगरेको ठाउँमा काट्टा लेखिदिन्छौँ। त्यही हेरेर पनि आफ्नो बाबु नानीले होमवर्क गर्नु हुँदो रहेछ कि रहेनछ, स्कुलमा पढ्न दिएको कुराहरू पढ्नु हुँदो रहेछ कि रहेछ भन्ने स्कुलमा आउने टाइम भएन भने डायरीबाट पनि तपाईँहरूले चाहिँ त्यो कुरा पत्ता लगाउन सक्नुहुन्छ र आफ्नो विद्यार्थी भाइ बहिनीहरूलाई आफ्नो बाबु नानीहरूलाई छोराछोरीहरूलाई चाहिँ गृह कार्य गर्ने वातावरण बनाइदिनु चाहिँ हार्दिक अनुरोध गर्दछु। राम्रोसँग पढ्नु होला। अभिभावकहरू पनि विद्यार्थी भाइ बहिनीहरूलाई राम्रोसँग पढ्ने वातावरण घरमा पनि मिलाइदिनु होला भन्नलाई चाहन्छु। त्यस परीक्षामा विद्यार्थी भाइ बहिनीहरूलाई अभिभावकहरूले पनि घरमा विशेष निगरानीका साथ पढाउनु होला भन्ने अनुरोध पनि मैले गर्न चाहन्छु। नर्सरीबाट फर्स्ट हुनुभएको छ अपेक्षा पावेसँग अभिभावक पनि आउनु होला। उहाँलाई टिका लाग्नका लागि बाल विकास संयोजक पुरस्कार प्रदान गरिदिनुको लागि शिक्षक अभिभावक सङ्घ सदस्य निर्मला
यो विद्यालय यहाँ संस्थापक पूर्व अध्यक्षको हैसियतले मलाई बोलाइराख्नुहुन्छ हरेक कार्यक्रममा। यो संस्थापक भनेको अर्थ के हो तपाईँहरूले बुझ्नु जरुरी छ। संस्थापकको अर्थ हो यो जस्तो तपाईँहरूलाई पनि बच्चा जन्माउने आमा कस्तो हुन्छ, आमाले कति त्यहाँदेखि मिहिनेतले कति दुःखले बच्चा हुर्काउँछ, त्यस्तै गरी यो जन्माएर यो त्यहाँदेखि स्कुल यहाँसम्म आएको हुनाले संस्थापक भन्ने नाउँ चाहिँ यो संस्थाले राखेको हो। त्यसो गर्नु हुनाले तपाईँहरूले यो सम्झिनुहोस् कि यो विद्यालय हाम्रो हो। यो विद्यालयलाई हामीले चाहिँ कसरी यसलाई चाहिँ गतिशील शिक्षामा अगाडि बढाउनु पर्छ भने एकदम चिन्तन लिन पर्ने जरुरी मैले दिएको छु। अनि यो हाम्रो सम्पत्ति हो, यो हाम्रो विद्यालय हो। यो सुन्दर बस्तीको स्कुल हो, यो सुन्दर बस्तीमा स्थापित भएको बिमारी स्कुल हो भन्ने कुरा प्रत्येक हाम्रो यहाँ अभिभावकज्यूहरूले धन्यवाद। हाम्रो यस आधारभूत विद्यालय एघार सुन्दर बस्ती भरतपुर 14 चितवनको तेस्रो त्रैमासिक परीक्षा आज नतिजा प्रकाशन एवं पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता गर्नुहुने श्रद्धेय विद्यालय समितिका अध्यक्ष शिवलाल भट्टज्यू र विशेष अतिथिको रूपमा रहनुहुने संस्थापक सदस्य एवं पूर्व अध्यक्ष गङ्गाबहादुर गौतमज्यू र समितिका विरोध समितिका सदस्यद्वय मैना राईज्यू, विकास नेपानेज्यू र शिक्षक अभिभावक सङ्घका सदस्यज्यूहरू र सम्पूर्ण अभिभावकज्यूहरू र विद्यार्थी भाइ बहिनीहरू, शिक्षक सहायक प्रहरी लगायत सम्पूर्ण शिक्षक कर्मचारीहरूमा यहाँहरूलाई हार्दिक न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। यहाँहरू लाग्न सक्छ यो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन एवं पुरस्कार वितरण वार्षिक परीक्षा जस्तै स्कुलले गरिरहेको छ। हामीले प्रत्येक विद्यार्थीहरूको प्राप्ताङ्क कति छ त्यसको विद्यार्थीले प्राप्त गर्नुभएको मार्गशीर्षसहित उपलब्ध गराएका छौँ सदस्यज्यूहरूलाई र अहिले जति पनि अहिले नर्सरीदेखि कक्षा 8सम्मका प्रथम, द्वितीय, तृतीय र A+ लिएर आउने विद्यार्थी भाइ बहिनीहरू जुन लिएर आउनु भएको छ उहाँहरूको भविष्य उज्जवल छ। यही तरिकाले जानुभयो भने अन्य विद्यार्थीहरू भन्दा कम हुनु नै छैन। प्रतिस्पर्धाको जमाना छ, यो प्रतिस्पर्धामा तपाईँहरू अगाडि बढ्नु नै छ भन्ने मैले अपेक्षा लिएको छु र विद्यालयले अपेक्षा लिएको छ। म सबै विद्यार्थी भाइहरूलाई हार्दिक बधाई एवं शुभकामना दिन चाहन्छु र साथसाथै जति विद्यार्थीहरू अहिले यो पुरस्कार प्राप्त गर्नुभएको छैन उहाँहरूले अब आगामी दिनमा पुरस्कार प्राप्त गर्ने गरी अगाडि बढाउनुहुनेछ आफ्नो पढाइलाई। शिक्षकहरूलाई तपाईँहरूले सोध्नुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु र विद्यार्थी भाइ बहिनीहरू आज हामीले विभिन्न किसिमका कार्यक्रमहरू स्कुलले गर्दै आइरहेको छ। कहिले वृक्षारोपण गरिरहेको छ, कहिले विद्यार्थीको कपाल काटिरहेको छ, कहिले चाहिँ सरसफाइ अभियान अगाडि बढिरहेको। स्वस्थ जीवन कसरी जिउन सकिन्छ भन्ने सम्बन्धी चाहिँ हाम्रो सरस्वती भण्डारी म्याडम आउँदै हुनुहुन्छ। म सम्पूर्ण विद्यार्थीहरूलाई पुनः हार्दिक धन्यवाद दिन चाहन्छु। आजको यो पुरस्कार वितरणसम्म चाहिँ सफल बनाउनको लागि सहायक प्रहरी, शिक्षक प्रतिनिधि, तहगत इन्चार्ज, शिक्षक कर्मचारी सबैलाई म विद्यालय तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यहाँको विद्यार्थीहरू पढेर अहिले हामीले देख्यौँ 8 क्लासमा हाम्रो विद्यार्थीहरूले राम्रो नम्बर ल्याए। हामीले हाम्रो विद्यार्थीको गुणस्तरलाई धेरै उदाहरण गर्ने यो प्रक्रिया हो। यो प्रक्रियामा सबै स्तरित भएर अब हाम्रो गुणस्तर वृद्धिका निम्ति हामी अपेक्षा गर्न पाउनेछौँ।